Aku nggak tahu kalau हाम्रो भ्यू गाइजहरु होटल रुमबाट बाइक यता पार्क छ भ्यू हेर्न सक्नुहुन्छ हिजो जस्तै छ पहाडको फेदमा सुतियौ हामी वाउ 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 यो चाहिँ जमसम बजार गाइजहरु छतको माथि चाहिँ काठहरु सुकाएको छ सुकेको दाउराहरु छ यता अब चाहिँ हाम्रो रुमको पुरा बेहाल छ गाइजहरु हैन यता अंकलजी सुतिरहनु भएको छ हाम्रो विष्णु अंकलले अलि सन्चो भएन उहाँ चाहिँ अलिकति केही समय रेस्ट गर्दै हुनुहुन्छ फर्दर त्यसपछि चाहिँ हामी लाग्छौं पोखरातिर पोखरा जाँदै चाहिँ हामी मार्फा गाउँ घुम्दै जान्छौं हैन त अंकलजी हैन त यताबाट नि दामी भ्यू छ गाइजहरु यहाँबाट बवाल भ्यू छ गाइजहरु हुन्छ नि म त्यतिकै यहाँ सुत्या हुँदा नि केटाहरु हेर्न सक्नुहुन्छ यहाँबाट नि भ्यू दरो छ यतापट्टि हिमाल देखिरहेछ नजिकै छ हिमाल त झण्डाहरु छ बुद्धिस्ट फ्ल्याग केटाहरु स्याउ टिप स्याउ रुखको स्याउ टिप्दैछु मैले स्याउ केटा स्याउ टिप्या हो अनि स्याउ टिप्दै म चाहिँ फोटो खिच्दै छु हो स्याउको भिडियो चाहिँ हाम्रो राजा सरले केटा स्याउ टिप्दा कस्तो महसुस भइराछ एकदम चोर्या जस्तो अनुभव भइराछ चोर्या त हैन चोर्या त अनुभव भइराछ रुले स्याउ टिप्दाखेरि केटा हो के हो रुखमै डम दिन थालेछ त यो एउटा स्याउ चाहिँ म पनि खान्छु है वाउ खानला छु म त स्याउ लट्टै जाऊ ओए स्याउ कस्तो छ त हेर्दा जमसम्म स्याउ खाएको मजा आउँछ मिठो छ अति मिठो केटाहरु धुनुस् छैन है तिराछ त्यतिकै ए अर्ग्यानिक अब केही हुँदैन त्यति यस्तो काठमाडौँमा 4-5 यो होटलमा बसेको थियो होटल जमसम अल्पन उयस भन्ने खकाली किचन पोखरा मिस्टे गर्छौँ आज सो प्लान चाहिँ यस्तै छ हाम्रो जमसममा राइट स्टार्ट वी आर डेस्टिनेसन Okay, let's go. राइड स्टार्ट भयो केटाहरु अगाडि दौडिदै पेट्रोल त म पनि लानु पर्ला 210 धन्यवाद है त राइट 3 लिटर पेट्रोल हाल्यो अब मस्त दौडाउने हो गाइस जमसम एयरपोर्ट यो चाहिँ जमसम एयरपोर्ट एउटै प्लेन छैन हो हजुर के अहिले उड्यो होला है एउटा आएको थियो नि बिहान एउटा सैनिक प्लेन आएको थियो
अर्थ गाउँ के रहेछ यो के को छाल याकको छाला रहेछ हो नाचेर जाने हो नि नाचेर जाने हो नाच्ने हो त केटा नाच्ने नि ननाच्ने त पुरै आउँदैन नि नाच्ने हो यहाँ नाच्ने के त एकछिन त्यो मार्को गाउँको स्याउ फार्म यहाँ पनि धेरै नै मात्रामा स्याउको खेती गर्ने रहेछ त्यो कुनामा चाहिँ यहाँ क्यामेरा त राम्रोसँग टिप्दैन होला पन्न स्याउ फलेको छ ayo भगाए बाई बाई त बिस्तारै घुम्नु है त शुभ दिन पुरै स्याउको बोट तर खाली छ एउटा कोही सब पछाडि पछाडि गयो त हो सबै सब पछि पछि गयो त्यसको काउ फाइट भइरहेको थियो कहाँ बुल बुल
यहाँ छ मुस्ताङको ओरिजिनल स्याउ। यहाँ पनि छ अलि सानोमा। यहाँ पनि छ, यहाँ त पुरा सजाइरहेको छ। फर्सीहरू पनि रहेछ हौ, फर्सी। यता खाना खान्छौँ हामी। ऊ त्यहाँ माथि त डेन्जर फलिरहेछ, सानो सानो पनि खतरा फल्ने हो। ठिकै छ। के गाइस, खाना खाइयो, अब लाग्दैछौँ। खाना पनि केटाहरूले दब्बारी दियो। अब दौडिन्छ केटाहरू। खानाले पेट गरौँ भयो क्या, बाइक पनि कुद्न गाह्रो गाह्रो मान्छ त। अच्छा, इन्डियाबाट पो टन्न मान्छे आउँदैछ नि। गुजरात, राजस्थान र गुजरातबाट आएको ग्रुप भेट्यो हामीलाई। अर्को डोनर छ यहाँ, हावाले उडाउँछ क्या हो। बाटो चाहिँ यसो ठाउँमा पनि बनाएकै हो। जस माथि माथि पनि यसरी बनाइदिए भए कति हुन्थ्यो होला। ठाउँमा यो अलिकति ठाउँमा छ यार, यो हटाइदिए हुन्थ्यो नि। घुर 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 हुश लखे साइले डेन्जर छ हौ। त्यसमा त पिचमा त सुगन्धै हुन्छ यहाँ ठाउँमा। कोखेठाटी गाउँ। ताङछार गाउँ। लेते बजार। लेते भन्दा अस्ति त अँध्यारोमा आए पनि केही पनि थाहा नभयो। अस्ति इन्ट्री गरेको ठाउँ यही होला है। चेकपोस्टबाट लेतेबाट हिँड्यौँ हामी, इन्ट्री गरिसक्यो। अब इन्ट्रीबाट सरासर हामी
जाँदैछौँ। दराजलाई सामान मगाएको तिहार अगाडि यतिखेर फोन गर्छ, लगभग 15 दिनपछि पो फोन आउँछ त। अनि मेरो पालो क्यान्सल गरिदिएँ। के गर्ने अब, हुन त अब बिचराको तिहारले गरेर अड्क्या होला, अब उसको लागि सरी। बाटो त यो हो नि त यार, यस्तोमा पिच गरेको चाहिँ राम्रो लाग्यो क्या मलाई, भयङ्कर राम्रो बनाएको छ बाटो चाहिँ। अरू मुस्ताङ आउने हो भने कोटेश्वर होइन, कलङ्कीबाट 5 बजीतिर हिँड्यो अथवा 4 बजीतिर छुट्यो भने तपाईँ बेलैमा भन्नाले ठ्याक्कै साँझ पर्दाखेरि चाहिँ मुस्ताङ पुग्न सकिन्छ है। बाइकमा राम्रो कुदाएर बिचमा अलमल नगरिकन हिँड्ने हो भने मजाले, अलि जस्तै कि 60-65 को स्पिडमा गरेर, कुनै ठाउँमा त अब तपाईँको 100 नै नाग्छ, त्यस्तो गरेर आयो भने चाहिँ तपाईँको चाहिँ बेलुका चाहिँ पुग्न सकिन्छ। गाडीवालाहरूले गर्ने हो भने त जामसाम परेन, त्यस्तो केही परेन भने त मजाले एक दिनमा मजाले मुस्ताङ पुग्न सकिन्छ। चिसो चाहिँ अति चिसो छ, तपाईँको हिमालकै फेदमा छ है। मजाले अलि न्यानो कपडाहरू ल्याएर आउनु, मस्त तपाईँले मुस्ताङको चाहिँ ट्राभल गर्न सक्नुहुन्छ। न्यू लाइट कलेज यार, कलेजहरूले पनि ल्याउँदैछ यता त। फुल आयो यहाँ चाहिँ, अस्ति पहिरो गएको जस्तो छ सबै, ठाउँमा पहिरो गएको छ। अलिअलि अप्ठ्यारो छ ठाउँमा चाहिँ, 1-2 ठाउँमा चाहिँ अप्ठ्यारो नै छ अलिकति, बाँकी त खच्चप छ। लेते खोला पुल, उही मैले त पुरै कानलाई होला भन्ठानेको होइन रहेछ। ठुल्ठुलो गाडी त आउँछ नि, हाम्रो बाइक त गइहाल्छ नि होइन, नपत्ते पनि खालको गाडीहरू गइरहेछ। यहाँ पुलै, यो पुल त अस्ति खाली नै भएको देखाएको थियो, पछि माटो भरे जस्तो छ यहाँ। पारी पिच छ, वारी भत्केको भएर पिच चाहिँ गएको छ। मान्छेहरू साइकलबाट हिँड्छन् यार, यस्तो रेयर है। हामी चाहिँ साइकलमा त्यसरी हिँड्नु चाहिँ गाह्रै पर्छ, धेरै भात खाएको पेटले गाह्रै छ साइकलमा। जमानामा साइकल पनि कुदाएकै हो है, 4-5 साइकल हराइयो पनि, त्यही भएर अलिकति दुःख सुख गरेर एउटा बाइक किन्यो, त्यसैमा हिँड्दैछु। कुनै ठाउँमा त के भन्ने, उड्यो भने त प्लेनभन्दा तल पुग्छ चुइँ गरेर क्या। टर्निङ काट्नै भ्याउँदैन हौ कहिले त, छेउतिर पो जान्छ त बाइक त। मिनी गाउँ के हो, मिनी गाउँ भने ए मिसी रहेछ यार, मिनी होइन। मिसी भने चाहिँ मिसी, गुलाम, बासा, पन्जाब क्या। मनोज तासमा आउँछ नि गुलाम, मिसी, बासा भन्ने, यसमा चाहिँ मिसी गाउँ पो रहेछ, बासा गाउँ चाहिँ कहाँ पुग्यो थाहा छैन। गुलाम चाहिँ तलतिर हो कि। अफरोड ए 4मै रहेछ त, त्यही भएर बाइक त गुटुङ टुङ 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 दौडिँदो रहेछ त, ब्रेक हान्दा पनि। हाइट यो हो नि त पहाडको मुनि यस्तो बाटो, सबै ठाउँमा यस्तो पिच गर्दै भए त यस्तो दामी हुन्छ कि, जो नर्मल मान्छे पनि, जस्तै कि एडभेन्चर गर्न नसक्ने, बाइकमा नआउन सक्ने मान्छे नर्मल तरिकाले नै आउन सकिन्थ्यो कि। किन हाम्रो सबै ठाउँमा सफा क्लियर भइदियो भए यहाँबाट त खासै टाढा त छैन जस्तो लाग्यो मलाई। किन जानु पर्यो स्विजरल्यान्ड, स्विजरल्यान्डको बाउ हो यो मान्छे। स्विजरल्यान्ड भन्छ, नेपाललाई नचिनेर स्विजरल्यान्ड भयो, नेपाल नदेखेर स्विजरल्यान्ड भयो। नेपाल देखोस् त, जो कहिले पनि नेपाल मात्र भन्छ, स्विजरल्यान्डको त नामै आउँदैन। यहाँको गाउँको नाम सोध्दा पनि जापानिज नामहरू जस्तो लाग्ने क्या। के पो त्यो बोक्सी गाउँ रे है, बोक्सी त नेपाली हो,
हिब्बु के भन्ने थियो एउटा रहेछ जापानको नाम चाहिँ हिरोसिमा नागासाकी भनेको थिएँ यहाँको पनि त्यस्तै नाम रहेछ क्या तर गाउँ त कल्चर अनुसार राख्यो होला होइन माइन्ड नगर्नु होला हाम्रोतिर पनि छ नि त काभ्रेमा तेमाल होइन अनि अर्को के छ तेमाल पछि अब हाम्रै घरको काभ्रेको चलाल गणेशस्थान भयो गणेशस्थान त नर्मल्ली नाम भयो होइन अनि छन् अरू पनि त्यस्तै युनिक नामहरू हाम्रो काभ्रेमा पनि जस्तै कि च्याल्ती भयो होइन मदनहरू बास बसेर मदन बास भयो कि थाहै छैन जोकिङ है फेरि काभ्रेको साथीहरू रिसाउनु होला काभ्रेकै म पनि काभ्रेकै हो नि त तर ठाउँ चाहिँ युनिक ठाउँ अनुसार नाम राख्यो भने चाहिँ आफ्नो पहिचान हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ के हो यो कति हावा चलेको यहाँ त बाफ्रे बस आयो बसलाई साइड दिउँ कि नदिउँ दिउँ तलतिर हेऱ्यो भने त डरै लाग्छ हौ यार फापर फलिसकेछ त यार काट्ने टाइम भइसकेछ यहाँतिर फापर हाम्रोतिर त भर्खर फुल्दैछ झन् हिमालतिर ढिला हुन्छ भन्थ्यो यहाँ त झडझड भएर रहेछ त अनि अगाडि रोप्यो होला नि त श्रावण असार साउनमा रोप्यो क्या होला सायद टिक्चिङ बाटोले त पुरा टिक्च्याउँ गर्छ क्या हैट ऐ मम्मे भने त भन्दिनँ होइन सधियो ओह्रालो चाहिँ भयङ्कर दामी रहेछ है अस्ति आउँदाखेरि यो सबै बाटो चाहिँ अँध्यारोमा आएको भएर केही थाहा थिएन केही पनि देखाएको थिएन क्या अहिले चाहिँ यो जस ठाउँ चाहिँ यस्तो दामी रहेछ यो ठाउँहरू अँध्यारोले गर्दा केही थाहा नभएपछि अहिले चाहिँ हेर्दैछु यस्तो दामी लाग्यो ठाउँहरू योहरू खतरा छ ऊ ल यार तनाव हुन्छ मेरो लड्यो अन्त अनि पक्कै यो पनि हो यहाँतिरको त यो गाडीहरू त हिरो होला यार बलेरो हैट यहाँतिर यति अप्ठ्यारो छ कि बाटो अरे हामीभन्दा अगाडि गाडी पर्यो है हातै धुयो यार म त भित्रबाट हाल्छ डर लाग्छ मलाई टार्के अघि जितिए भन्थ्यो अब छेउबाट लान्छ हैट माथिबाट पानी झरिरहेछ यार अछु छुन्छ यार जाँदै घन्टाङ र घिन्डिङ गरेर ढुङ्गै ठुल्ठुलो छ छ्वाक छुन्छ क्या गए भैँस पानीमै भने अब बाटो सबैभन्दा अप्ठ्यारो बाटो नै यो है मुस्ताङ जाने बाटो अरू त नर्मल्ली सजिलो छ यो भिडमा चाहिँ पहिरो गइरहनु भएको भएर यहाँ चाहिँ अप्ठ्यारो छ बाटो अलिकति बाँकी चाहिँ राम्रो छ अब एक दुई ठाउँमा अझै अप्ठ्यारो होला अस्तिको अनुभवले भन्दैछु अस्ति राति आउँदा एक ठाउँमा अझै पनि अप्ठ्यारो थियो क्या
ऊ फेरि छोयो तल ठ्याक ठ्याक छोइरहेछ मेरो त छोएछ भने यिनीहरूको के होला यार हालत फेरि अगाडि बस पऱ्यो नि यस्तो धुलो फाल्छ कि गाइस साइडमा केटा हो धुलोले सिद्ध्याउँछ यार गाडी त चङ्गा उडा त उड्छ फाइनल्ली कट्यो अझै छ त पक पक रुक्को गुड हात यस्तो धुइसक्यो कि म यताबाट हाल्छ ऊ छोयो अच्छा wait good okay अलिअलि त समाइदिनुपर्छ नि यहाँबाट यार एम्बुलेन्स रहेछ र अगाडि के भयो के भयो फुट्यो कहाँनिर फुट्यो छैन फुटेको छुन्छ ट्वाङ 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 गरेर छिर्दियो राज खेपै पर्न आला नि है बाजी खेपै बाजी खेपै बाजी फाइनली घरमा आइपुग्यो
फाइनल्ली हिजो केटाहरू लडाइ ठाउँमा अस्ति केटाहरू लडाइ ठाउँ आइपुग्यो केटाहरू अस्ति यहाँ उतान टाङ परेको थियो पुक्लुक्क परेर फेरि रङ साइड गयो केटा फेरि रङ साइड गयो यताबाट छिराउनु पनि उताबाट छिरायो केटाहरूले तातो पानी गाइजहरू तातो पानी नेचुरल तातो पानी के डुब्की हान्न लाग्यो हान्ने अनि लुगा नि डुबुल्की हान्ने डुबुल्की हान्ने हो रे त यो पनि तातै पानी हो ए वा हान्ने लाग्छ केटा अङ्कलजीले त भिजाइहाल्नुभयो नि तेरी माटक नि बिल्कुल 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 भिजाइहाल्यो नि बुढाले ठिकै छ भवाल भवाल यो बाटो बनाउने सबैजनालाई चाहिँ 22 तोपको सलामी यति राम्रो गाइस यस्तो राम्रो ठाउँमा आग लागि भएको छ अस्ति बिहानी उज्यालोमै आएको थियो आज पनि त्यही टाइम अस्तिको टाइमतिर आइपुग्छ होला अलिकति यो चाहिँ बेनी बजार महादेवको स्ट्याचु सिधा पोखरा यता चाहिँ बजार रहेछ मासतिर गयो भने चाहिँ हामी चाहिँ सिधा गयो भने पोखरा
पेनी भग्लुङ बस त्यो बाइकको यो बाइकको बेरिङ गएको छ हेर्नु त अगाडिको अगाडि छ है मेरो पनि एउटा यो छ नि यो यसको पेज एउटा हाल्नु पऱ्यो क्या यहाँ राख्दियो अहिले भयो तपाईँको यो घाउ भए जस्तो छ ब्यान्डेज लाइनुहुन्छ हामीसँग मेडिकेट छ ब्यान्डेज हालिदियो हातमा घाउ लाग्छ हाम्रो मेडिकेट केही छैन ह्यान्डी प्लास ल्याइदिनु न अहिलेलाई त्यो ब्लड मात्रै रोकिन्छ ड्राइभ तपाईँले गर्नुभयो हो तपाईँले चलाउनु भएको थियो ए हजुर टिस्यु पेपर छ पक्कै मसँग छ अलिकति यसले गरिदिनु त त्यही लाउनु यसले पुस्नु त्यो ब्लडहरू पुस्नु त त्यो हातको पनि पुस्नु लाउनुहोस् हो त्यतिकै राख्नुहोस् अहिले हातको पनि बोल्नुहोस् नयाँ पुल तल रहेछ नजिकै राति भयो त्यही भएर नदेखे होला मान्छेले चाहिँ अलिकति मात्रै घाउ भएछ होला हुनसक्छ त्यो हो त्यही माथि होइन होइन त्यसरी नहाल्नु भयो त्यसरी त त्यो हुँदै हुँदैन नि त्यो निकालेर अनि यसले च्याप्देऊ न नङै त्यो त यसले च्याप्यो भने त्यो ब्लड आउँदैन क्या ए त्यो बस्दै बस्दैन बाबु त्यसो गरेर त टिस्यु चाहिँ फालिदियो के अनि यो चाहिँ हालिदियो के आमा चप्पल एकचोटि निकाल्नुहोस् त तपाईँको हो त्यसले च्याप्दिनु क्या त्यो फेरि नङ बार हो पहिला एक साइड च्याप बसेन समाएन ब्लडले कपडाले टुक्राले एउटा ए हामीसँग ऊ छ त पन्जाको त्यो खोइ त त्यसले बाँधिदिनु न टिस्यु त छ कि छैन यार अलिकति छ ल ब्लड गइरहेछ ए पानी हालिदेऊ नि हातमा हामीसँग छ त पानी जाँदैछौँ
definition you got. I am the tiger, I'm making steps to the top. Flames, I whip it up, you just gotta hand me the rock. Take a seat, you cannot stand it.